पक्नुस् त कता जाँदै हुनुहुन्छ? हातमा पूजाको थाल लगेर मन्दिरमा पूजा गर्न? ए हो, भगवानप्रति यति धेरै विश्वास छ? एकदम राम्रो कुरा। मतलब आमा बुवाको पूजा गर्नुभयो त तपाईँले? किनभने भगवान भन्दा पनि तपाईँका मेन भगवान त आमा बुवा हुन् पहिलो रूपमा। तपाईँ मन्दिरमा जन्मेर आउनु भएको त होइन। मैले यति मात्र भन्न खोजेँ हो कि घरमा आमा बुवाहरू हुनुहोला, उहाँहरूको सेवा गरिरहनु भएको छ सही ढङ्गले भने त ठिक छ। यदि उहाँको आत्मालाई दुखाएर उहाँ समयअनुसारको सेवा गर्न छोडेर तपाईँ मन्दिरतिर पूजा गर्न जाँदै हुनुहुन्छ भने याद गर्नुहोस्, तपाईँलाई कुनै अधिकार छैन। मन्दिर भनेको त सबैका भगवान हुन्, त्यहाँ दुनियाँले पूजा गर्छ। तपाईँको घरका आमा बुवालाई कसैले पूजा गर्न सेवा गर्न आउँदैन के, तपाईँले गर्ने हो। मन्दिरमा त दुनियाँभरि आउँछन्, तपाईँ नजाँदैमा केही फरक पर्नेवाला छैन। तीन दुखी गरिब आमा बुवालाई छोडेर तपाईँ त्यो मन्दिरको धनी भगवानलाई पूजा गर्न जानुहुन्छ लोभले, आशले, केही पाउँछु कि भन्ने आशले। भगवानमा यति विश्वास छ भने त तपाईँले आफ्नो आत्मालाई त ढाट्न सक्नुहुन्न नि। तपाईँको आत्मा नै भगवान हो। ती मन्दिरमा गएको के अर्थ त्यसो भए? थाहा हुन्छ त हो तपाईँले के गर्नु भएको छ, तपाईँको कालो अनुहार थाहा हुँदैन भने। माफ गर्नु होला, सबैको चित्त बुझ्ने कुरा भन्न सकिँदैन। अब मैले भन्न खोजेको यति मात्र हो कि पहिला आमा बुवाको सेवा गरौँ, पूजा गरौँ, त्यसपछि भ्याएको समयमा मठ मन्दिर जाउँ, अन्य ठाउँ गरौँ।